जाँदै गरेको हामी चाहिँ आज सूर्य बिनाको खै के गर्दैछ हेलो गाइस नमस्ते सेवा हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ फुलुङ मुनामा भन्दै सधैँ जस्तै भिडियो आज मन्दिर गएको भिडियो लिएर आउनेछु हेरेर साथ दिनु होला हामी चाहिँ सरर अहिले चाहिँ मन्दिर जाँदै गरेको म मम्मी मुना मौसम अगाडि छ बिहानै यो मान्छे नउठेर हिँड्दै हिँड्दैछ मौसम चाहिँ यहाँनिर छ हामी चाहिँ मन्दिर जाँदै गरेको अहिले मन्दिर चढ्दै गरेको यता मम्मी आउँदै हुन्छ यहाँ सामान छ यहाँ मान्छे छ हामी चाहिँ आज सूर्य बिनाको मन्दिर आएको सूर्य बिनाको गणेश मन्दिर हो यस्तो भिड छ हामी 9 बजीतिर आउँदा पनि साथीहरूलाई यताको भ्यू चाहिँ यस्तो छ तर यो सूर्य विनायक मन्दिर देख्दै खै के गर्दैछ बाटोको बिचमा बसेर यहाँ रेल खेल्दैछन् मम्मीहरू चाहिँ आइपुगेको छैन पूजा गर्नु अब तेल बनाउने टिका लगाइदियो यार त्यहाँ मन्दिरबाट माथि जाँदै गरेको चम्बोल नै बनाउन है छिटो बस छिटो अब चाहिँ हामी माथि जाँदै गरेको हामी चाहिँ यहाँ मन्दिर आइपुग्यौँ अनि चढाएन समय यहाँ छ मुमा अगाडि हुनुहुन्छ पुरा जङ्गल टाइपको छ त्यहाँ जाने उता मम सॉक्स सही यो यहाँ छेउमा बन्द हुनु जाँदैछ तर यो यहाँ खेल्नु कतिमा छ वाउ यस्तो मान्छे पनि कहाँबाट मजाको मान्छेहरू त रेल बनाएर बसिरहेको छ रेल बनाएर बसिरहेको छ गाडी कति मिनट लाग्छ गाडी बोकेर गाडी बोकेर कति छिटो हतार भएको हाम्रो शिवम चाहिँ मन्दिर गएर अब हाम्रो फर्किने क्रम यस्तरी कुद्दैछ खुट्टा यति लामो गर्दै पूजा नि राम्ररी गर्नु दिएन अहिले आज तल माथि चाहिँ मानौ यहाँ माथि चाहिँ ओए हात भाँचिन्छ हौ कसरी उफ्रेको बङ बङ यो चाहिँ हामी फर्किँदै गरेको
यस्तो छ त सूर्य विनायक मन्दिर आराम चाहिँ फर्किने क्रममा आज त है छैन चुप लागेर हिँड कसैलाई खानुको हतार छ यहाँ हिँड्दैछ घरमा पुग्ने मौसम र म जान्छु मुमा र तिमीहरू माम बासी छ अन्डा चौचौ बनाउने खाने छुट्टीमा तल पुग्यो है त गाइजो यस्तो छ हाम्रो पारा स्वयंले आज गाडी कतिको किन मौसम दुवैचोटि गरेर अहिले चाहिँ त्यही 500 मात्रै छोडो नउठाउ हामी चाहिँ यसरी खाँदै गरेको मम्मी खाऊ एक बाइट हामी चाहिँ भात नखाएको मन्दिर गएर आएर ढिलो भएर अब कहाँ जानुपर्ने छ मम्मी एक बाइट हान्देऊ हान न एक बाइट ए हान्नुहोस् खानु लु खानु तयार भएको ल खानु खानु नानी ल अब नुना सम एक बस मुना ना छिटो मम्मी यहाँ लुगा मिलाउनुको लागि गइरहेको छ स्वयं यहाँ चढिरहेको छ मौसाको दराज हेर न सामानहरू यहाँ चढ्नु भ्याइसक्यो स्वयं ल आज चाहिँ हामी टक्क बेलुकी सुँगुरको मासु आलु चाना फर्सीको मुन्टा मैले पाएको कपमा चिसो काँक्रा खोर्सानी त मम्मी एक गाँस हानिदिनु बस्यो एउटा चबाउनु त यसरी अनि तिमीले गिलास चाहिँ सबै फेक्यो अरे त हो फेक्यो अरे नि सबै फुटा नाना एक बाइट बसो खाए ल साथीहरू खाइटेरो अलिक भएन अब भरे भेटौँ अहिले ल्याएपछि खाँदै गर्ने ल है त अब हाम्रो चाहिँ प्याकिङ स्याकिङ सिद्धियो एउटा चाहिँ कस्तो लुगा लाएर जाने भनेर पुरा गेटअप रेडी गर्दैछ यो मौसमको कोठा छुट्टी आमा पनि भिडियो गर्दैछ साइड लाग्नु न उता साइड लाग्नु न उता जानु न यहाँ यता हट्नु न सोकेस रेडी यस्तो छ है त रुमको हालत मौसम यति भन्दै आजको भिडियो चाहिँ यहीँ इन्नु नै छ कहाँ जाँदैछ भनेर चाहिँ अब भोलि अर्को भिडियोमा हेर्नु होला साथीहरू।